योगेन्द्र सर फेरि आउनुभयो विदेशबाट। योगेन्द्र सरको हामीले अस्ति नै लिएको कालिज ठुलो भएछ होइन? ठुलो भएछ, यत्रो भएछ, कस्तो नदेखिएको। यसलाई त खोलेरै गरौँ क्या, खोलेरै गर्नुपर्छ। यत्रो भएछ यार, हामीले यत्रो लिएको कालिज। एउटा चाहिँ यसले चेप्टेर मारो होइन तैँले? आफै मऱ्यो? योगेन्द्र त यहाँ त पुरा फार्म खोल्छु भनेको थियो। यता खोरे खोर, यता पनि खोरे खोर, उता पनि टर्की पनि छ। यो टर्कीहरू कित्रा। यो चाहिँ कुन कुखुरा हो? गिरिराज कुखुरा पनि छ यार यसकोमा। यत्रो अस्ति नै हामीले बेलबारीबाट लिएको यही कुखुरा हो? अस्ति भन्नाले कति 6 महिना अगाडि लिएर आएको थियो। यत्रो चल्ला लिएर आएको थियौँ, यत्रो भएछ हौ होइन? अब यो किन्दै भर्खर आएको छ। अब गर्लफ्रेन्ड भेट्नु जाऊँ भन्छ। अहिले कहिले कसरी जानु नजाऊँ भन्छु। भर्खर भात खाएको। यो किन्द्रेको त यहाँ पनि के अरे केटाहरूले यसको युजै गर्नु जान्दैन। के भन्छ सुपारी टोपेको छ योगिन्द्रले। योगिन्द्रको घरदेखि त यहाँ टावर पनि देख्छ। यहाँ टावर देख्छ नि। सिस्नो पनि रोपेको रहेछ खै। योगिन्द्रको घरमा त के छ गाइज? सिस्नो पनि रोपेको रहेछ। आमा सुपारी छ। लु हिँड्न, कता हिँड्ने हो? यहाँ त पछाडि हो। लु हिँड्छौँ उयो गर्नु। योगिन्द्रको श्रम गर्नु जानुपर्ने अरे। योगिन्द्र 15 दिनको छुट्टीमा आएको होइन? एमर्जेन्सी आएको। अब हामी जान्छौँ योगिन्द्रको श्रम गर्नु। अनि योगिन्द्रको गर्लफ्रेन्ड पनि भेटेर उता आउने अरे। ए धनकुटामा छ अरे।